च्याउ खेती चाहिँ बिग्रुप आएपछि सरहरूले च्याउ खेतीबाट अब गर्नुपर्छ भनिसकेपछि हामीहरूले चाहिँ च्याउ खेती सुरुवात गऱ्यौँ। उहाँहरूले एक दिन तालिम दिनुभयो अनि तालिम पश्चात चाहिँ हामीले बनायौँ। सरहरूले सिकाए जसरी नै बनायौँ, तर बाँकी कुराहरू चाहिँ नसिकेको हामीले इन्टरनेटको जमाना अनुसार। सरहरूले के सिकाउनु भएको थियो तपाईँलाई? सरहरूले चाहिँ पहिलो कुरा त परालको साइज काट्ने तरिका सिकाउनु भयो। त्यसपछि चाहिँ अब कति घन्टा पकाउनु पर्छ अनि चिसो पानीमा भिजाउने कुरा पनि 24 घण्टा चिसो पानीमा भिजाउनु पर्छ। समथिङ 3 देखि 4 घण्टा चाहिँ पकाउनु पर्छ र बाँकी चाहिँ अब बनाउने तरिका चाहिँ अब बिउहरू। अनि कसरी सरहरूले सिकाउनु भयो तपाईँलाई बनाउने तरिका पनि? अब बनाउने तरिका चाहिँ प्लास्टिकमा राख्दाखेरि चाहिँ बिउ चाहिँ एकदम एउटा बोका 2टामा हुने गरिन थोरै राख्नु। अहिले तपाईँ कतिवटा यो मुठाहरू छ च्याउको, कति छ भन्नुहोस्? अहिले चाहिँ 68 वटा छ। अनि यसमा कति लगानी लगाउनु भएको? अहिलेको लगानी चाहिँ लगभग 6-7 हजार हो अहिलेको लगानी। सन्तुष्ट हुनुहुन्छ यसबाट? हजुर, एकदम।